सो गाइज आज चाहिँ म कुरा गर्दैछु म जापानमा आएको 3 महिनामा के दुःख र वास्तविक कुरा र तितो सत्य के छ त जापानमा भन्ने विषयमा म भिडियो बनाउँदैछु। यो भिडियो अन्तिमसम्म स्किप नगरेर सुन्नु होला। म चाहिँ आज म जापान आएको ठ्याक्कै 3 महिना पुरा भएर 4 महिनामा टेक्दैछु। होइन, यो छोटो समयमा मैले अनुभव गरेका हैन, जे जति अनुभव गरेका, प्रत्यक्ष रूपमा मैले भोगेका हैन, महसुस गरेका कुराहरू म आज प्रत्यक्ष रूपमा भिडियोमा भन्दैछु। हैन, मैले जापान आएर धेरै प्रत्यक्ष रूपमा भोगे पनि हैन, महसुस गरे हैन। आज त्यसको एउटा तितो सत्य र वास्तविक धरातल यहाँहरुसँग शेयर गर्न चाहन्छु हैन। अब हामी कहाँ धेरैले भन्ने गर्छन् हैन, अब सबैले भन्ने गर्छन् प्राय जापानमा साह्रै दुःख छ, काम पाउनै गाह्रो छ, तर यो दुःख कसरी हुन्छ, काम किन पाइदैन र त्यसको मुख्य कारक तत्व के हो त, आज म तपाईहरुलाई स्पष्ट रूपमा भन्न चाहन्छु। पहिलो कुरा रहेको छ भाषाको कमजोरी र हाम्रो जुन किसिमको मनस्थिति छ, सोच हैन। त्यो हामी नेपाली साथीहरु जापानमा आउँदा पहिलो र सबैभन्दा ठूलो गल्ती भनेको भाषा नपढी आउनुमा ठूलो नै गल्ती गर्छौं, एकदमै ठूलो गल्ती। धेरै जसोको सोच के हुन्छ भनेपछि हैन, अब मेरै पनि हैन, जापान छिर्न पाए भइहाल्छ हैन, अब उतै गएर सिकौँला भन्ने हुन्छ क्या। एकदमै अब वास्तविक के हो भने अब साथीहरु हैन, अब धेरै साथीहरुलाई यहाँ आएर हैन, अब सपोज मे हैन, अब यहाँ आएर प्रयोग हुने आधारभूत हिरागाना र कातागाना सम्म राम्रोसँग आउँदैन। जबकि अक्षर र शब्द नै बुझिदैन भने दुःख, अब यस्तो मान्छेले दुःख नपाए कसले दुःख पाउँछ हैन। सबभन्दा पुरो भाषा नै हो। र अर्को कुरा रह्यो हामी नेपाली साथीहरुको अनुशासन र नैतिकताको कमी, एकदमै कमी, ठूलो कमजोरी क्या हैन। अनि मुख्य कुरा नै यही हो, हाम्रो अलिकति पनि बानी बेहोरा हैन, अनुशासनहीनता र नैतिकताको कमीलाई हामी नेपालमै छोडेर आउन सकेका हुँदैनौं। जापान जस्तो अत्यन्तै अनुशासित, नियम र कानुन र समयको पालना गर्ने देशमा हैन, आफ्नो पुरानो असभ्य वा लापरवाही बानी नसुधार्दा यहाँको समाज र काम गर्ने ठाउँमा घुलमिल हुन साह्रै कठिन हुन्छ, पहिलो कुरा हैन। अब अर्को कुरा रह्यो मसँगै काम गर्ने ठाउँमा हैन, अब अन्य देशहरुबाट पनि आएका छन् के साथीहरु, उहाँहरुसँगको पनि म एकदमै कुरा शेयर गर्छु क्या। उहाँहरु मसँगै काम गर्नुहुन्छ, अब भियतनामको हुनुहुन्छ, चाइनाको हुनुहुन्छ हैन, फिलिपिन्सको हुनुहुन्छ साथीहरु हैन।